सौगात तपाईँ हेर्नुहुन्छ सौगात मोड्स। आजको भिडियोमा चाहिँ मैले नयाँ बस लिएर आइसकेको छु अथवा स्किन पनि भन्न सक्नुहुन्छ हजुरहरूले। अनि त्यो बसको स्किनको चाहिँ नाम के रहेको छ भन्दा फाल्कन एसी। तपाईँले थम्बनेल लिएर आइसक्नु भयो होला, देख्न सक्नुहुन्छ। हाम्रो बस चाहिँ यहाँ रेडी भइसकेको छ प्यासेन्जरहरू लिएर। अब जान्छ हाम्रो गाडी उता बाहिर पहाडतिरको बाटो। ट्याक्क ल्याएर म चढ्छु अब मेरो गाडीमा। अब चढ्ने अनि गाडी चालू भइसकेको छ गाइज। यसरी म यो साउन्ड एडजस्ट गर्छु गाडीको। ओके, सो हाम्रो गाडी चाहिँ अब हिँड्छ टक्क लाएर। एक गियरमा छ अहिले गाडी हाम्रो, अब दुई गियरमा। हल्का साउन्ड एडजस्ट गरेको छु मैले किनकि आवाज बढी आउँछ नि त, त्यही भएर हजुरको कम्फर्टेबलको लागि हो। अनि यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो फाल्कन एसी बस अहिले भएर नेपालगञ्ज टु काठमाडौँको गाडी हो। यो चाहिँ हाम्रो ट्याक्क लाएर देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी प्यासेन्जर लिएर चाहिँ हामी अहिले बस पार्कै बाटो हिँड्यौँ भन्दा नि हुन्छ। यहाँ चाहिँ बस गाडी धुने चाहिँ ठाउँ छ अनि यहाँ चाहिँ हल्का खानसानीको ठाउँ। हाम्रो बस चाहिँ अब अझै टाढै छ भन्ने नि हुन्छ, पहाडको बाटोबाट अहिलेसम्म फुल स्पिड गरायो। अनि यो चाहिँ हाम्रो बस पार्क एउटा चाहिँ सानो बस पार्क छ यहाँ, जसमा हाम्रो गाडीहरू बसेको छन्। अब हामी आफ्नो फुल स्पिडमा आफ्नो गाडी लिएर हिँड्दैछौँ। लगभग देख्न सक्नुहुन्छ स्पिडोमिटरमा हजुरले हाम्रो स्पिड। त्यही भएर यो भिडियोले जति सक्दो सेयर र लाइक र कमेन्ट गरिदिनु होला। कस्तो लाग्यो स्किन भनेर, कस्तो लाग्यो कमेन्ट गरिदिनु होला हजुरले एकचोटि। त्यही हजुरले अब यसैको साथ यस्तै गाडीमा अब हजुरको लगभग कतिवटा गाडी आउँदैछ भन्दा अब अझै 3टा गाडी आइरहेको छ। अझै 3टा गाडी आइरहेको छ, जसको नाम चाहिँ गोल्डन एयर बस अनि रोयल स्टार र सैना मैना एक्सप्रेस जो आउँदैछ अब कुछ दिनहरूमा। एउटा गर्दै हाल्छु म, एकैचोटि गरेर त हाल्न अलिक गाह्रो छ भन्ने नि भयो हजुर होइन। अब यहाँबाट त घुम्ती सकेर अब त घुम्तीबाट उतापट्टि छिर्ने हो के गाइस। त्यही पनि अब हजुरको भिडियो चाहिँ म यहीँ एन्डिङ गर्न चाहन्छु। अनि बिस्तारै चाहिँ अब अरू गाडीहरू पनि आउँदै गर्छ। यो चाहिँ कस्तो लाग्यो भने कमेन्ट गरिदिनु होला हजुरहरूले। अनि हजुरहरूले जस्तै कमेन्ट गरिदिनु भयो भने त्यसैमा मलाई मोटिभेटहरू अनि स्किनहरू पनि भनिराख्नुहोस्, यो स्किन बनाउँदा त्यो भनेर भनिराख्नुहोस्। म बनाउनु ट्राई गरिराख्छु बेला बेलामा। त्यही भएर अब हजुरले लाइक सब्सक्राइब गरिदिनु होला, म यति भन्छु। सो नमस्ते एभ्रिवान, ओके, गुड बाई, जय नेपाल।